भनिदिन्छ अरे तपाईँले केक काट्नु ल ह्याप्पी मदर्स डे तपाईँलाई हुन्छ क्ल्यापिङ ढिलो भयो हेलो गाइस वेलकम टु माई न्यू डे न्यू ब्लग सो अहिले भने चाहिँ 1 बजिरहेको छ होइन म रेडी पनि भइसकेको छु होइन म चाहिँ कहाँ जानुवाला छु भन्दाखेरि चाहिँ आज चाहिँ मदर्स डे हो नि त अन्त मैले आमालाई विस पनि गरेको छैन सो सिधै घरमा भेट्छु आमालाई भनेर चाहिँ म चाहिँ सरप्राइज दिउँ भनेर त सो अहिले छिटो छिटो रेडी अहिले भने चाहिँ हामी रेडी पनि भएर निस्किसक्यौँ होइन अब पहिला चाहिँ फर्स्ट टाइम मार्केट जान्छौँ घरमा चाहिँ यत्तिकै लुगाफाटा लत्थालिङ छोडिराखेर चाहिँ हामी दुईजना बुढाबुढी चाहिँ अब हिँड्न लागेको होइन सिन्तामको रोड चाहिँ यस्तो छ गाइस हो अहिले भने चाहिँ मार्केट आइपुगिसकेको छौँ होइन सानो सामान किन्नु थियो सो हामीले सामान पनि किनिसक्यौँ अहिले भने त फर्किँदैछु अम्बै बजारको भिड चाहिँ मान्नै पर्छ गाइस हामी चाहिँ दार्जिलिङको जामबाट चाहिँ बल्ल 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 निस्केर चाहिँ घरतर्फ लाग्दैछौँ होइन फेरि जाँदा जाँदा के भयो भन्दाखेरि चाहिँ पानी पनि पर्यो हो अब भित्रै भए पनि जानै पर्यो आज नै रेनकोटहरू पनि केही पनि नल्याएको होइन हतार हतार घरबाट निस्केको पानी पनि परिरहेको छ तर एउटा कुरा पनि रड्डी भइरहेको छ के भने नि गाइस आमालाई चाहिँ थानामै जाने भनेर चाहिँ हामी दुईजना सोचेर गएको थियो होइन तर एउटा चिजले गर्दा चाहिँ मैले सामान अब पापालाई फोन गरेको थिएँ र चाहिँ कुन चाहिँ मनपर्छ भनेर सोधेको मात्रै थिएँ घरमा फोन गरेर आमालाई चाहिँ भनिदिइहालेछ हो त्यही भएर आमाले फोन गरेर सोधिहाल्यो तिमीहरू ओह्रालो झर्छ भनेर सोधिहाल्यो अब आजको हाम्रो सरप्राइज त्यही जानुभन्दा अगाडि नै फ्लप भयो है बजारमा हुँदा हुँदा आमाले त फोन गरिहाल्यो होइन कल गरिहाल्यो त्यो ओह्रालो झर्छस् भनेर हो अब सरप्राइज त छैन नि हो फ्लप भइहाल्यो तर पनि अब हामी जाँदैछौँ जाने भनेर निस्किहाल्यौँ त्यही भएर अब घर जाँदैछौँ अहिले चाहिँ मैले चाहिँ पापाको त्यो गाडीमा अगाडि राख्नुको लागि चाहिँ त्यो के पो आमाले चाहिँ भनेको थियो नि त हनुमान ल्याइदिनु भनेर त्यो गाडीमा राख्ने अन्त फेरि हनुमान त अनलाइन सानो मगाएको छ भनेर पापाले फेरि मलाई शिवजी ल्याइदिनु भनेर चाहिँ त्यतिको लागि चाहिँ फोन गरेर सोधेको छैन नि हाम्रो सबै चौपट भइहाल्यो हो तर पनि के गर्नु पानी पनि पर्दैछ जाँदैछौँ पनि हामी दुईजना मात्रै गएर भएन हाम्रो फेरि लियो पनि साथमै लानुपर्छ हो हाम्रो छोरीलाई फेरि साथमै लगेर जानुपर्छ बाटो पनि डेन्जर छ फेरि हो आज फेरि हामी लोड छौँ है एउटा स्कुटीमा है हेभी लोड छ हो पानी पनि पर्यो अब फेरि सबै कुरा मिसियो नि आज चाहिँ हाम्रो के गर्नु तर पनि जाँदैछु हजुरहरूलाई म पुगेर देखाउने छु चिया खानु बस्नुपर्छ बाटोमा ल अब दुईजनाको सल्लाह यस्तो हुन्छ हो बाटोमा चाहिँ चिसोमा अब चिसै छ नि त फेरि है तल फेरि गोकमा चाहिँ हेभी गरम हुन्छ गाइस हो हाम्रोतिर चिसो हो यहाँनिर चाहिँ बजार एरिया त चिसै हुन्छ तर गोकमा चाहिँ गरमै छ होइन बाटो पनि डेटली छ नि त यो बाटो टकमा उकालो हो फेरि हो हाम्रो सिङतामको हेरेर त राम्रै छ नि तर है हामी चाहिँ थालेर चिया खानु बसिरहेको छु मेरो रोटी यता पनि पिउँदैछ टी होइन हामी यहाँ चाहिँ सधैँ बस्छौँ नि त लियो चाहिँ यहाँ फेरि के साह्रो कराएको यसरी लगेर जानुपर्छ नि त सँगसँगै लियो यता पनि लानुपर्छ सँगै एक्लै जानु पाउँदिनँ म हो आलु मिमी खाने अरे हौ प्रतीकले चाहिँ हो आलु मिमी पर्खिरहेको छ भने चाहिँ हामी राखिदिएको चियासा आलु मिमी खाइहाल्यो होइन टन्न भइहाल्यो यहाँ चाहिँ यस्तो यस्तो छ नि त भारी फेरि स्कुटीमा चाहिँ हो यहाँ पनि भारी अन्त अब जानुपर्छ र अहिले भने चाहिँ गाइस हामी घर पनि आइपुग्न आँटिसकेको छौँ अहिले बजेछ 4:30 4:30 बजिसकेछ होइन हामी घरबाट 1 बजी हिँडेको तर बजारमा यति जाम भेटेर चाहिँ घर चाहिँ हामी 4:30मा आइपुग्न लाग्यो पैसाले भने चाहिँ हामी घर पनि आइपुगिसकेको छौँ होइन यहाँ तल घरमा चाहिँ भाइ के रहेछ
पोकापोकी पनि यति साह्रो पनि निकाल न हौ के साह्रो भारी हो हामी त घर आउनु पर्यो भने त माइत आएको कि यहाँनिर यो पोकापोकी लगेर कहाँ के सामान बेच्नु गएको जस्तो भइसक्यो लियो यहाँ लियो ढल्छ होला फेरि यहाँनिर यसलाई पनि साथमै लिएर आउनुपर्छ यी हो फेरि यो एक्लै हुन्छ घरमा यो उयोलाई पनि त लिएर आउनुपर्छ सँगै हो बस्दै गर्दा हुन्थ्यो नि हो म एक्लै त हिँड्नै त पाउँदिनँ कहिले पनि हो होला होला हो यहाँ फेरि बोक्ने कसले अब ओह्रालो सो खाइस अहिले चाहिँ भारीहरू बोक्नुपर्ने हुन्छ हामी चाहिँ होइन अहिले घर पुगेर चाहिँ हजुरहरूलाई म देखाउने छु मेरो भिडियो हेर्दै गर्नुहोस् होला होइन अहिले भने चाहिँ म चाहिँ घर पनि आइसकेको छु अब भाँडा बोकेर म आमा बाबाकोमा जानु आँटेको छु होइन आमा चाहिँ ऊ पर रहेछ होइन गर्दैछ भने आमाले चाहिँ होइन कुखुरा ह्याप्पी मदर्स डे खै थ्याङ्क यू आमाले मस्तै कुखुरा काट्दो रहेछ फेरि कहाँ गोकबाट ल्यायो घरको हालत यहाँनिर यस्तो छ ए मासु माछेकोमा खुवाइदिने अरे यहाँनिर फेरि के भन्छ यहाँ चाहिँ हाम्रो फेरि मेरो भदै केटा फेरि यहाँ हो आमै हाई काट्दैछ फेरि हो ह्याप्पी मदर्स डे यहाँबाट साइलेन्समा बसिरहेको छ फेरि म हेर ऊ यहाँ फेरि आज आमाको फेरि धमाधम हुँदो रहेछ काम आमा एक्लै कराएर एक्लै बोल्दै खाना पकाउँदैछ एक्लै बोल्दै खाना पकाउँदैछ आमा भनेको एकजना यहाँ लडिरहेको छ अर्को यहाँ बसिरहेको छ होइन यहाँ पुसाइ चाहिँ त्यही बधाई सुतिँदै लाँदा त्यहाँनिर बस्यो भने निन्दा भाइ हेर्नुपर्छ भनेर यसलाई निन्दा लाग्यो भनेकोलाई पक्का खोलाको रङ्गित खोला आमा के भयो के भयो ए छोटा रङ्गित खोलाको माछा मसिनो भुरा रहेछ दामी दामी अब यो पनि बनाउँछ माछा पनि यहाँ चाहिँ चिकन बनाउँदैछ आमाले होइन यहाँ चाहिँ भात यहाँ चाहिँ चिकन पाक्दैछ यहाँ माछा पनि पाक्नेवाला रहेछ पकाउनेवाला रहेछ पक्नेवाला होइन पकाउनेवाला 7 बजिसक्यो तर खाना पाकिसकेको छैन यहाँ पापाले चाहिँ यहाँ भाइले फेरि मुला लिएर आएको रहेछ कि मुला मागेर लिएर पनि धोएर लिएर यहाँ काटेर उता फर्केर भोगले कराम 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 खानु थालिसक्यो हो यता आमाको खाना पाकेको छैन अहिलेसम्म हो खै मलाई पनि 1 पिस दिन त पापा मुला पापा 1 पिस दिन त मलाई मुला अब पिरो भए पनि खाँदै गर्नु पर्यो नि अब भोक लाग्यो नि आमा मुला बेहोरा खान्छ मलाई मुला भन्नै पर्दैन पापाले पिरो भन्यो तर यो मुला त पिरो छैन र तिर्खा लाग्यो मलाई पिरो पिरो मिठो मुला लाइटको कत्रो फक्साको के माया गर्यो पनि तैँले पानीको बदली मामा घर नि म त हेर्दिनँ मामा घर मेरोमा के खाएको तैँले रक्सी खाएको मात्र हेर ल वाइन खाँदैछ बिट पो हुनु देखा त यहाँ देखा वाइन हो पोर्ट वाइन खाँदैछ पोर्ट वाइन हो ल ब्लड बनिन्छ नि त पोर्ट वाइन खायो अब माथेर होइन ल अन्डा त बाँदरको जस्तो पुग्दैछ देखाएपछि त चिप्सहरू पनि दिइहाल नि स्न्याक्स वाइहरू बनाइदेऊ न ल्याइदेऊ न तिमीले स्न्याक्स खाने चक्ना के ल्याइदिने
सो आज त्यही मदर्स डे स्पेसलमा चाहिँ हामीले चाहिँ आमालाई चाहिँ सानो केक ल्याइदिएको थियौँ होइन फर्स्ट टाइम ल्याइदिएको मैले चाहिँ आमालाई केक होइन सानै भयो भने फर्स्ट टाइम होइन आमालाई स्पेसल बनाउनुको लागि चाहिँ है मदर्स डेको सो यहाँ चाहिँ मैले आमा लेख्नु लगाएको थिएँ होइन हेप्पी मदर्स डे लेख्नु लगाऊँ भन्दै थिएँ तर होइन भनेर चाहिँ मैले यहाँ चाहिँ सिम्पल आमा भनेर लेख्नु लगाएको थिएँ होइन सो हेर्दै जानुहोस् होला भनिदिन्छ अरे तपाईँले केक काट्नु ल ह्याप्पी मदर्स डे तपाईँलाई हुन्छ क्ल्यापिङ क्ल्यापिङ ढिलो भयो क्ल्यापिङ अनि ऊ सबैजनाले एक्साइटेड तपाईँ चाहिँ के खानु हुँदैन अनि भात खाएर पो खान्छ अरे ए मेरो गिफ्ट पनि हाल्छ ए आमा मेरो गिफ्ट मदर्स डेको आमा चाहिँ तपाईँले खाएको अन्त त्यो केकको अनि कस्तो यो फक्सलाई नदेखेको भने चाहिँ केक सेक पनि काटिसकेँ लु अब चाहिँ खाना खाने वाला छौँ सो अब हामी खाना खाने मेरो भदै पनि यहाँनिर फेरि खेल्दैछ हो यहाँ दुईजना चाहिँ केक बात्दै खाँदैछ फेरि आमाले काटेको केक दुईजना पो बात्दै खान्छ त फेरि हतार ए हुन्छ तपाईँ खाँदै खाँदै गर्नुहोस् तुलाई गर्नु थालिसके पकाइ तुला होइन अब चाहिँ पस्किनु थालिसक्यो अब चाहिँ हामी खाना छन् घोडावाला आइसक्यो आइसक्यो त हेर्नु नि घोडावाला आएछ चौरस्ताबाट अब चाहिँ हामीले खाना पनि खाइसकेको छ किचनको हालत त्यस्तो छ होइन रोटी चाहिँ यहाँ भाइले बेल्दैछ होइन म चाहिँ रोटी पोल्दैछु यो रोटी चाहिँ आमा खाने अरे होइन खाना नखाने अरे नि त अन्त रोटी खाने भएर चाहिँ हामी चाहिँ रोटी बनाउँदैछौँ म र भाइ चाहिँ होइन यहाँ भाँडाहरू यत्तिकै लथामै छ है हो